टुरा भएका छन्, अपाङ्ग भएका छन्, बेसहारा भएका छन्। 17,000 मान्छे जुन मारियो नि, अङ्गभङ्ग भए नि, 62-63 को आन्दोलनमा जति क्षति भयो नि, गणतन्त्रको लागि राज संस्था बचाउने भन्दा गणतन्त्र ल्याउने, प्रजातन्त्र ल्याउने, लोकतन्त्र ल्याउने नाउँमा ठुलो शहादत भएको छ। सरलाई त्यो थाहा छ। तपाईलाई चाहिँ थाहा रहेछ, मलाई थाहा छ, तपाईलाई चाहिँ थाहा रहेछ। के थाहा रहेछ भने, र तपाईँ जस्तै अरू पत्रकार, प्राज्ञ, नागरिक समाजका अगुवालाई के थाहा छैन भने 52 देखि जुन माओवादी द्वन्द्व सुरु भयो, सबैभन्दा पहिला माओवादी द्वन्द्वको गलत उठान कहाँबाट भयो भने 46 सालको संविधानले, अहिले जसरी 72 सालको संविधानले हामीलाई राज संस्थाको वकालत गर्न दिएको छ, त्यसै गरी 46 सालको संविधानले हतियार नउठाइकन कुनै पनि अवधारणालाई वकालत गर्ने ठाउँ दिएको थियो। ठाउँ दिँदै मान्छे मार्न गए। प्रचण्डले एक ठाउँमा अन्तर्वार्तामा भनेको छु, मलाई जनयुद्ध गर्ने रहर थियो। रहरले तपाईँ मान्छे मार्न जाने? मान्छे मार्न गए। गणतन्त्रको बुँदा 40 बुँदे प्रस्तावमा कहाँनिर थियो? पहिलो 9 बुँदा त सबै भारतको विरोधमा लेखिएका बुँदाहरू, मागहरू थिए। गणतन्त्रको बुँदा त धेरै तल थियो। र जब यिनीहरूले दिल्लीमा 12 बुँदे सहमति गरे, माओवादी र 7 दलको बीचमा 12 बुँदे सहमति गरे, त्यति बेला पनि निरङ्कुश राजतन्त्र मात्रै अन्त्य गर्ने भनेर सहमति गरेका थिए। त्यसपछि जब संसद पुनर्स्थापित भयो र संसदको पहिलो बैठक भयो, त्यो बैठकले के निर्णय गरेको थियो? भोलि पर्सि जेठी छोरी राजाको जेठी छोरी भए जेठी छोरी पनि गद्दीको उत्तराधिकारी हुन सक्ने र राजपरिवारलाई ट्याक्सको दायरामा ल्याउने भनेर निर्णय गरेको थियो। त्यो भनेको राज संस्था राख्ने भनेर निर्णय गरे। ढाँट्ने, फट्याइ गर्ने, सम्पूर्ण गलत भाष्य निर्माण गर्ने, पक्नुहोस्, सबै पत्रकार, प्राज्ञ, नागरिक समाजका अगुवा अनि अहिले आएर मलाई सोध्ने, त्यति बेला धेरै मारिरहेको थिए। मारे कसले? यिनीहरूले मारे होइन। दुईटा भरुवा बन्दुक लिएर गाउँमा, सुन्नु, दुईटा भरुवा बन्दुक लिएर गाउँमा मान्छे मार्दै गर्दा जुन नियन्त्रण गर्न सकिन्थ्यो, यहाँ लाउडा काण्ड, धमिजा काण्ड गर्ने र पुरुष सांसदले भत्ता खाने कसले गरे? काङ्ग्रेस र एमाले गरे होइन? गरेको होइन? कि वितण्ड मच्चाको तिनीहरूले होइन? अनि तिनीहरूको कारणले माओवादी आन्दोलन बढेर गयो। दोष चाहिँ कसलाई लगाउने? 30 वर्षको पञ्चायतले गर्दाखेरि माओवादी आन्दोलन भयो भनेर दोष लाउने।